Hello everyone, welcome to our Reading Tuition Diagram where we are going to solve the questions for re-examination of the BLE 2083. यो चाहिँ हाम्रो 82 को नै एक्जाम हो तर 83 मा चाहिँ अब 7 गते हुन गइरहेको एक्जाममा चाहिँ यिनी क्वेसनहरू मध्येमा आउन सक्छन् र हामीले चाहिँ यो खाली बुस्टअपको लागि मात्र सर्ट क्वेसनहरू 12 वटा सल्भ गर्नेछौँ र फर्स्टमा चाहिँ हाम्रो यो क्वेसन रहेको छ। यो क्वेसन चाहिँ 2 नम्बरको लागि सोध्ने गर्छ हैन, सिम्प्लिफाई गर भनेर भनेको छ। अब यसमा चाहिँ हामीलाई यस्तोवाला दिएको छ है, फ्र्याक्सनमा दिएको छ, त्यसको पावर पनि छ। यो एकदमै इजी सवाल हो है। के गर्नुपर्छ भनेपछि हाम्रो नियम के हो भनेपछि सुरुमा तपाईँहरूले यो एक्स ओभर ए छ अनि एक्स ओभर बी छ भन्नुको मतलब दुईटै फ्र्याक्सनको जो हाम्रो बेस छ सेम छ हैन, भनेपछि हामीले पहिला त्यो बेसलाई चाहिँ के गर्नुपर्छ भनेपछि एउटा बेस लेख्ने, पावरहरू यदि हाम्रो बेस सेम छ र डिभाइडमा छ भने पावरहरूलाई सब्ट्र्याक्ट गर्नुपर्छ क्या। यस्तो भयो योवालालाई चाहिँ यस्तो रूपमा लेख्न सकिन्छ, तर यसको पनि होल पावरमा के छ ए प्लस बी छ नि त, त्यही भएर होल पावरलाई चाहिँ जस्तोको त्यस्तै लेखिदिने ए प्लस बी यसरी लेख्नुपर्छ होइन। यो चाहिँ हाम्रो फर्स्ट स्टेप हो। अब दोस्रो स्टेपमा के गर्ने त भनेपछि यदि कसैको हाम्रो पावरको पनि पावर छ भनेपछि हामीले चाहिँ यसको पावर ल लगाइदिने होइन, इन्डिसेसको पावर ल लगाइदिने। जसरी यहाँनिर एन छ, अब एक्सको पावरमा यम छ, यमको यो होल पावरमा एन छ भने पावरहरू मल्टिप्लाई हुन्छ, यम इन्टु एन हुन्छ। त्यसै गरी अब हाम्रो एक्सको पावरमा ए माइनस बी छ अनि यहाँ ए प्लस बी छ, हाम्रो ए माइनस बी इन्टु ए प्लस बी के हुन्छ त, यो एक्सको पावरमा ए स्क्वायर माइनस बी स्क्वायर हुन्छ। ए माइनस बी इन्टु ए प्लस बी भनेको ए स्क्वायर माइनस बी स्क्वायर हो नि त, त्यो फर्मुला जान्छ। यति गर्ने, फेरि त्यसपछि अर्कोलाई पनि सल्भ गर्ने, अर्कोलाई पनि सल्भ गर्ने। अब यो तिनटै तपाईँको एक्सको रूपमा आउँदा फेरि कस्तो होला भनेपछि जस्तै एक्सको पावरमा यम छ इन्टु एक्सको पावरमा यन छ इन्टु एक्सको पावरमा ल मानौ माइनस यम छ होइन, यस्तो रूपमा आउला। अब यो आयो भने के गर्छु, बेस यम छ भने पावरलाई जोड दिन्छौँ, यम भयो प्लस एन भयो होइन, माइनसको यम छ भने यस्तो हुन्छ। फेरि एक्सको पावरमा यम र यम काट्यो, एन मात्र बाँकी रह्यो नि त, यो प्लसको यम र माइनसको एन काट्यो, यसरी बन्यो क्या यो सवाललाई है त। अब यसलाई फटाफट हामी सल्भ गरिदिउँ। पहिलो फर्स्ट स्टेपमा हामीले यस्तो क्वेसनहरू देख्दाखेरि यो फ्र्याक्सनमा भएको कुरालाई पहिला तपाईँले के गर्नु होला भनेपछि एक्सको पावरमा ए माइनस बी लेखिदिने, ठिक छ। पहिला त यो क्वेसनलाई सार्नु होला, त्यसपछि यो गर्ने। अनि यसको पावरमा के छ त, ए प्लस बी छ, सेम त्यस्तो यसलाई पनि गर्ने है। एक्सको पावरमा यहाँ बी छ, बी माइनस सी, त्यसको पावरमा बी प्लस सी त्यो गर्ने इन्टु एक्सको पावरमा सी माइनस ए अनि त्यसको होल पावरमा के सी प्लस ए त्यो गर्ने। अनि त्यसपछि अब नेक्स्ट स्टेपमा के गर्ने त, यो पावरलाई मल्टिप्लाई गरिदिने है। यो एक्सको पावरमा यो हुन्छ हाम्रो ए स्क्वायर माइनस बी स्क्वायरको रूपमा हुन्छ इन्टु एक्सको पावरमा यो अब बी माइनस सी छ अनि बी प्लस सी छ, हाम्रो बी स्क्वायर माइनस सी स्क्वायर हुने भयो। त्यसै गरी हाम्रो यहाँ के छ त, एक्सको पावरमा सी माइनस ए र सी प्लस ए छ भने चाहिँ सी स्क्वायर माइनस ए स्क्वायर। त्यसै गरी अब हाम्रो यहाँ हेर्नुहोस् त, अब योवाला रुल लगाउने, यदि हाम्रो बेस सेम छ भने पावरलाई के गर्ने जोड्ने। अब एउटा बेस लेख्ने, पावरलाई जोडिदिन्छ है, ए स्क्वायर माइनस बी स्क्वायर अनि प्लसको बी स्क्वायर माइनस सी स्क्वायर अनि प्लसको सी स्क्वायर माइनस ए स्क्वायर। अब हेर्नुहोस् त, अब तपाईँको 1 माइनस 1 त 0 हुन्छ नि, त्यसै गरी सबलाई काटिदिने के। अब एक्सको पावरमा यो प्लसको ए छ, यहाँ माइनसको ए स्क्वायर छ, प्लसको ए स्क्वायर माइनस ए स्क्वायर काटियो, प्लसको बी र माइनसको बी काटियो, यो र यो पनि काटियो, त एक्सको पावरमा हाम्रो केही पनि बचेन, त 0 भयो। अब हामीले एउटा नियम के छ इन्डिसेसको भनेपछि एक्सको पावरमा 0 भएपछि हाम्रो कति आउँछ त रिजल्ट, 1 आउँछ है। तर 0 को पावरमा 0 छ भने 1 हुँदैन होइन, 0 भन्दा बाहेक जसको पनि पावरमा 1 छ भने त्यो हाम्रो के आउँछ त 1 आउँछ है त। त्यो ल यसको उत्तर 1 आयो। यसै गरी हामी सल्भ गर्छौँ, एकदमै इजी क्वेसन हो, 2 नम्बरको सोध्ने गर्छु है ल। अब दोस्रो के छ त भनेपछि तपाईँले चाहिँ मसँग पत्ता लगाउनु पर्ने छ। यतातिर 3वटा अभिव्यञ्जकहरू दिएको छ है, 3वटा बीजीय अभिव्यञ्जकहरू दिएको छ। यो चाहिँ एकदमै सजिलो, धेरै जस्तो क्वेसनमा 2टा मात्र दिन्छ तर यसमा 3टा दिएको छ है। मसँग भनेको के हो भने साझा गुणनखण्ड हो है, सबैभन्दा ठुलो साझा गुणनखण्डलाई मसँग भन्ने हो। तर बीजीय अभिव्यञ्जकको क्वेसनहरू दिएको बेला सबैभन्दा ठुलो भन्दा पनि साझा जति पनि साझा गुणनखण्ड होला नि त्यसलाई नै हामी मसँग भन्ने गर्छौँ कि। ल अब तपाईँले चाहिँ मैले के लेख्छु भन्दा चाहिँ पहिला मैले प लेख्छु होइन, प भनेको हो पहिलो अभिव्यञ्जक। पहिलो अभिव्यञ्जक के छ, एक्स स्क्वायर माइनस 4 छ। त अब म के गर्छु भनेपछि एक्स स्क्वायर छ माइनस 4 छ, यसलाई मैले चाहिँ 4लाई पनि 2को स्क्वायरमा गर्छु। कसरी गर्छु भनेपछि एक्स स्क्वायर छ नि माइनस 2को स्क्वायर भनेको 4 हो कि, यो 4 चेन्ज भएन, 2को स्क्वायर मात्र भन्यो। यो म किन गर्छु भनेपछि यो फर्मुला छ कि, यो एक्स स्क्वायर माइनस 2को स्क्वायर भनेको ए स्क्वायर माइनस बी स्क्वायरको फर्मुलामा छ। अब यो हाम्रो एकचोटि ए प्लस बी लेखौँला, एकचोटि ए माइनस बी लेखौँला, यस्तो बनाउनु पर्ने हो कि। यसका गुणनखण्डहरूलाई निकाल्नु पर्ने हो, खण्डीकरण गर्नुपर्ने हो पहिला सुरुमा होइन। त्यही भएर चाहिँ हामीले यसलाई यस्तो गर्ने हुनाले यसलाई चाहिँ हामीले के गर्छौँ त, यो अर्कोवाला पार्टलाई स्क्वायरको रूपमा लेख्छौँ है। ल यसको एक्स स्क्वायर माइनस 2को
स्क्वायर 4लाई हामीले बी स्क्वायर बनाउन सक्यौँ। त ए स्क्वायर माइनस बी स्क्वायर भइसक्यो भने एकचोटि यो ए भन्दैछु म एक्सलाई होइन, यो एक्सलाई मैले ए किन भनेको यो सुरुको पार्टलाई ए भन्ने हो क्या, पछाडिको पार्टलाई बी भन्ने हो है। ल एक्स स्क्वायर छ, तपाईँले यो एक्स प्लस 2 एक्स माइनस 2 लेख्दा पनि भन्दा पनि फरक पर्दैन है त। ठिक छ, मैले चाहिँ यो ए स्क्वायर माइनस बी स्क्वायरको फर्मुलालाई है ए प्लस बी इन्टु ए माइनस बी भनेर पढेको हुनाले चाहिँ यो भनिरहेको छु। तपाईँले चाहिँ एक्स स्क्वायर माइनस वाइ स्क्वायरको फर्मुला पढ्नु चाहिँ त्यसै गरी लेख्ने होइन, एक्स प्लस वाइ अनि इन्टु एक्स माइनस वाइ गरेर लेख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो पहिलो अभिव्यञ्जक आइसक्यो छ। दोस्रो अभिव्यञ्जकमा हेर्नुहोस् त, दोस्रो अभिव्यञ्जकमा हामीलाई चाहिँ 3वटा पदहरू दिएको छ। के दिएको छ? एक्स स्क्वायर माइनस 5x छ है, अनि प्लस 6 छ। अब 3वटा अभिव्यञ्जक दिएको बेला फेरि अझै छुट्टै काम गर्नुपर्छ हामीले। के गर्नुपर्छ भनेपछि एक्स स्क्वायर माइनस 5x प्लस 6 छ नि, यो 6 र यसको यो एक्सको गुणाङ्कलाई गुणा गरिदिने पहिलो फर्स्ट काम भनेको है। एक्सको गुणाङ्क भनेको एक्सभन्दा अगाडि चाहिँ जुनसुकै नम्बर लेखेला नि त्यसलाई हामी एक्सको गुणाङ्क भनिदिन्छ। 2 लेखेछ भने 2 एक्सको गुणाङ्क हो, 3 लेखेछ भने 3 एक्सको गुणाङ्क। तर अहिले केही पनि छैन, केही पनि नभएको बेला 1 हुन्छ, यसको गुणाङ्क कति हुन्छ? 1 हुन्छ है। अब 1 भएको बेला के गर्नुपर्छ भनेपछि 6ले यसलाई चाहिँ गुणा गरिदिने है त हामीले। ठिक छ, के गर्नु पर्यो भने 6 1 जा कति भयो? 6 भयो। अब दोस्रो स्टेपमा के गर्नुपर्ने भनेपछि यो बिचको जो हाम्रो माइनस 5x छ नि त हो, अब 6को गुणनखण्डहरू निकाल्ने, 6को फ्याक्टरहरूलाई निकाल्ने। जस्तो 6को फ्याक्टर के हुनसक्छ? हेर्नुहोस् त, 2 तिहां 6 हुन्छ होइन, 1 छक्का पनि 6 हुन्छ, 6 एका पनि 6 हुन्छ र 3 दुनी पनि के हुन्छ त? 6 हुन्छ। तर हामीले चाहिँ यस्तो गुणनखण्डलाई मात्रै लेखिने जसलाई चाहिँ हामीले जोड्दाखेरि अथवा घटाउँदाखेरि यो आउनु पर्यो होइन, गुणा गर्दाखेरि चाहिँ यो आउनु पर्यो। फर इक्जाम्पल कस्तो भयो भनेपछि यो हाम्रो, ल हेर्नुहोस् त, 6मा 1 जोड्नुहोस् त 7 भयो, तर यहाँ माइनसको 6 छ। अब हामीले के गर्छौँ भने -2 र -3लाई जोड्छौँ, त्यो हाम्रो कति आउँछ? -5 आयो। अनि 2 र 3लाई गुणा गर्दाखेरि 6 पनि आइरहेको छ। भनेपछि चाहिँ हाम्रो योवाला जो गुणनखण्ड छ, जो फ्याक्टर छ, त्यो चाहिँ हाम्रो भेरिफाई हुन्छ यसको लागि। अब बिचको ठाउँमा नि हामीले यो -5x छ, -5लाई कसरी लेख्छौँ भने चाहिँ -2x र -3x लेख्छौँ, अथवा -3x र -2x लेख्छौँ। दुईटाको रिजल्ट एउटै हो नि त, हो कि होइन? अब तपाईँहरूले चाहिँ यसको लागि के गर्नु पर्यो भनेपछि यो एक्स स्क्वायर माइनस 2x माइनस 3x प्लस 6 लेख्ने। अब यो -5x जसरी पनि भइहाल्यो नि, -2 र -3x जोड्दाखेरि चाहिँ यो -5x भइहाल्यो है। अब यिन दुईटाबाट यो सुरुकोवालाबाट कमन निकाल्ने र पछाडिबाट पनि कमन निकाल्नु पर्यो। कमन भनेको दुईटामै भएको के छ? एकचोटि साझा निकाल्दिने है। दुईटामा हामीले x देखेको छ भने एकचोटि x लेख्ने, इन्टु x भनेको x स्क्वायर भयो, माइनस x इन्टु 2 भनेको चाहिँ 2x भयो है। अनि यहाँ माइनस साइन छ, माइनस साइन नै गर्ने। अब 3x र 6मा के कमन छ? 6 सँगै x नभएको हुनाले हामीलाई चाहिँ कमन x मा छैन। त 3 र 6मा चाहिँ 6मा पनि 3 हुन्छ, एउटा फ्याक्टर हो कि होइन? त्यही भएर हामीले चाहिँ यसमा कमन 3 आएको। अब के छ? -3 इन्टु x भनेपछि -3x भयो, -3 इन्टु -2 भनेको तपाईँको प्लसको 6 आयो है। माइनस इन्टु माइनस प्लस हुन्छ। त यसै गरी हाम्रो चाहिँ एउटा गुणनखण्ड भयो x - 2, अर्को गुणनखण्ड के भयो त? x - 3 है, x - 3। तपाईँको यो गुणनखण्ड र यो गुणनखण्ड सेम आएछ भनेपछि अब तपाईँले चाहिँ एकचोटि यो साझा गुणनखण्डलाई लेख्ने, अनि अर्कोचोटि चाहिँ बाँकी यो x - 3 यसो लेखिदिने है त। दोस्रो अभिव्यञ्जक पनि पुरा भइसक्यो। अब तेस्रो अभिव्यञ्जक पनि छ, त हामी त्यो लेख्छौँ है। ल तेस्रो अभिव्यञ्जकमा के दिएछ हामीलाई? 2x - 4 दिएछ। के दिएछ? 2x - 4। अब यसलाई चाहिँ हामीले सरल गर्न झन् सजिलो भइहाल्यो। यिन दुईटैबाट 2 कमन आइसक्यो। 2 इन्टु x भनेको 2x, -2 इन्टु 2 भनेको -4 भइहाल्यो त। यो यत्तिकैमा सल्भ हो। अब हामीलाई के निकाल भनेको छ त? मस निकाल भनेको छ है। मस भनेको के हो त? सबैभन्दा ठुलो साझा गुणनखण्ड। यता पनि x - 2 छ, यता पनि x - 2 छ, यता पनि x - 2 छ भनेपछि तिनटैमा भएका साझा गुणनखण्डहरू जे छ त्यो नै हाम्रो के भयो त? मस भयो है। कति बेला काहीँ दुईटा मात्रै दियो होला त, दुईटामा पनि तपाईँको हेर्नुहोस् त, दुईटामा पनि यो र यो साझा छ नि त, यही नै भइहाल्यो हाम्रो मस है त। ठिक छ, यसरी बनाउने हो। यो पनि तपाईँको 2 नम्बरको लागि सोधेको प्रश्न हो। यसै गरी सल्भ हुन्छ है त। अब यो सवाल चाहिँ लेखाचित्रबाट हल गर्नुहोस् भनेको छ है। लेखाचित्रमा प्रयोग गर्नु पर्यो। अब यो सरले सजिलो क्वेसनमा किन दिनुभएको होला भने तपाईँलाई कन्फ्युज लाग्यो होला होइन। यो एकदमै सजिलो छ कि, त्यही भएर मैले तपाईँहरूलाई चाहिँ यसमा लेखाचित्रबाट हल गर्नुहोस् भनेर त्यो बेला सवालमा दिएको थिएँ है। अब यसको लागि चाहिँ हाम्रो ग्राफ चाहिन्छ होइन। ग्राफ चाहिँ मैले, ल ग्राफ पेपर नै छ हामीसँग, ग्राफ नै चाहिन्छ यसको लागि होइन। पहिला चाहिँ हामीले धेरै चाहिँ सिधै ग्राफ चाहिँदैन, पहिला केही हिसाबहरू यसमा पनि गर्नुपर्ने हुन्छ है त। ल यस्तो प्रकारको जो समीकरण छ यसलाई हामी रेखीय समीकरण भन्छौँ है त। ल पहिला चाहिँ हामी यहाँ लेख्छौँ, यहाँ दिएको के छ त त्यही कुरा लेख्छौँ है। दिइएका समीकरणहरू लेख्छौँ,
समीकरणहरू ल दिएका समीकरणहरू के छन् त एउटा यो समीकरण हो अर्को यो समीकरण हो है ल x + y बराबर 13 दिएको छ र अनि यसलाई चाहिँ हामी y को रूपमा पनि लेख्दियौँ यो समीकरणलाई y बराबर 13 - x लेखिदियौँ ठिक छ अब त्यसपछि अब दोस्रोलाई के गरौँ भनेपछि हैन र लेख्दा पनि हुन्छ त्यतिर यो समीकरण आई बनाइदिने यसलाई है ल अब चाहिँ दोस्रोवाला जो छ र लेख्ने यसमा अर्को समीकरण के दिन्छ 2x बराबर y + 8 दिया छ त हाम्रो y बराबर के हुने भयो त 2x - 8 हुने हो यो 8 उतिर गएर -8 भयो नि त यसलाई चाहिँ समीकरण 2 बनाइदिन्छ है अब के गर्नु पर्यो भनेपछि यो लाइन नखिच्दा पनि हुन्छ ठिक छ समीकरण 2 को सरी 1 को तालिका भनेको टेबल है तालिका र अब यसमा के छ त समीकरण 2 को तालिका है तालिका ल समीकरण 2 को तालिका अब समीकरण 1 को तालिकामा के छ त अब त्यसलाई लेखिने जस्तै x र y को मानहरू लेख्नुपर्ने हामीले अनि त्यसपछि तीनवटा मान मात्रै लेख्ने हो त्यही मानलाई चाहिँ हामीले ग्राफमा राखिदिने हो त्यसपछि हाम्रो सल्भ भइहाल्छ है त यो हामीले x र y यसै गरेर यसमा तीनवटा चाहिँ ब्लकहरू खिच्नुपर्छ तपाईँहरूले x र y लेख्ने सधैँ यस्तो काम गर्नुपर्ने हो यो तपाईँ क्वेसन नम्बर 7 मा हुन्छ है त यस्तोवाला सवाल ल हेर्नुहोस् त अब x भनेको यो हो अनि यसमा x भनेको चाहिँ यो हो ठिक छ नि अब तपाईँले चाहिँ मानलाई यसरी लेख्नु होला यो x को मानलाई तपाईँले हैन 11 राख्यो भने ठुलो भइहाल्छ ल यसलाई चाहिँ हामीले 6 राखौँ त है x को मानलाई 6 राख्नुभयो अब चाहिँ तपाईँले के गर्नुहोस् भनेपछि 13 बाट 6 लाई घटाउने हैन 6 दुनी 12 1 13 भने 7 भयो है 7 बाँकी रह्यो 13 मा 6 घटायो भने 7 भयो अब हामी x को मानलाई कति राखौँ 7 राखौँ त 7 राख्यो भने y को मान कति हुने भयो त 6 हुने भयो त्यसै गरेर अब यहाँ 13 छ र x को मानलाई हामी 8 राखौँ 8 हैन अनि त्यसपछि 13 हुनलाई कति बाँकी रह्यो त 5 हो कि हैन यसरी आउँछ के तपाईहरुको अब यतातिर पनि जाऊ यसमा 2x - 8 छ हो कि हैन अब x को ठाउँमा हामीले 2 राख्यो भनेपछि त यो माइनस होला 3 राखौँ त है 3 दुनी 6 भयो हैन 6 मा -8 घटाउनु पर्ने छ त यहाँनिर चाहिँ हाम्रो -2 बाँकी रह्यो अब त्यसै गरी यसमा हामीले 4 राख्दियौँ हेर्नुहोस् त 4 दुनी 8 भयो 8 मा 8 घटायो भने 0 बाँकी रह्यो त्यसै गरी अब हामीले चाहिँ यसमा 5 राख्यो भनेपछि 5 दुनी 10 10 मा 8 घट्यो भने चाहिँ 2 बाँकी रह्यो है त यसै गरी हामीले चाहिँ लेख्छौँ यसलाई है ठिक छ अब के गर्नु पर्यो भनेपछि यो जो ग्राफ छ तपाईँको ग्राफ पेपरमा नि यसको पहिला समीकरण आइको निर्देशाङ्क जति जति बिन्दुहरू दिइहाल्यो त्यो सबैलाई लेख्ने अनि त्यसपछि यसलाई चाहिँ हामी ग्राफमा प्लट गरिदिने दुईटै समीकरणलाई है दुईवटै समीकरणको मानलाई जो हामीले भर्खरै लेखेका छौँ त्यसलाई लेखिदिने त्यसपछि अब यो चाहिँ पेन्सिलले बनाउनुपर्छ तपाईँहरूले है पेन्सिल त मैले पनि बनाउनु पर्छ तर अहिले चाहिँ मैले छोडिदिएको छु ल पहिला चाहिँ हामी हेरौँ सबैभन्दा ठुलो चाहिँ 6 र 7 मात्रै छ है 6 लाई हेरौँ 1 2 3 4 5 6 6 सम्म भयो तर अर्को 7 छ त त्यो हुनेवाला छैन त्यही भएर हामी चाहिँ यसको मानलाई जो मान छ नि यो सानोवालालाई लियौँ है जस्तो यो छ नि यता हेर्नुहोस् त यहाँबाट एनएसम्म पनि एउटा स्क्वायर छ कि छैन यति स्क्वायर छ हो यसलाई नै मानौँ है अहिले ठिक छ अब हामीले त्यसलाई मान्दाखेरि यस्तो गर्ने फेरि जति मान्नु भएको छ त्यतिलाई नै हामीले 1 वर्ग एकाइ मान्नुपर्छ के गर्नुपर्छ 1 वर्ग एकाइ यसरी लेखिदिनु पनि पर्छ है यो कतिको उत्तर त्यसलाई पनि लेख्ने सी नम्बरको भने सी नम्बरलाई यसरी लेखिदिनु अब चाहिँ हामीले यसको मान लेख्छौँ एक्स भनेको यो साइडतिर एक्स भयो हाम्रो होइन अनि वाइ भनेको चाहिँ माथितिर गएको चाहिँ वाइ भयो ल तपाईँहरूले कन्फ्युज यो वाइ मात्रै है वाइ डेस होइन वाइ अनि यतातिर हो वाइ डेस अनि यतातिर हाम्रो एक्स अनि यतातिर चाहिँ हाम्रो एक्स डेस है त ल अब तपाईँहरूले यसमा चाहिँ भ्यालुहरूलाई प्लट गर्नुहोस् ल 6 र 7 चाहिँ एक्सको मान छ है 1 2 3 4 5 6 6 त यहाँनिर भयो अब 7 पनि छ है माथि जानु पऱ्यो 1 2 3 4 5 6 7 यहाँनिर आयो 6,7 भनेको यो पोइन्ट भयो त्यसै गरी 7,6 छ 6 यहाँनिर भयो 7 यो भयो हो कि होइन 7,6 छ भने चाहिँ यो यहाँ 6,7 को तलतिर होला अब अर्को के छ त 8,5 छ अब 8 त यतातिर आउला होइन यो 7 भयो यो 8 भयो 8,5 भनेपछि 1 2 3 4 5 यहाँनिर आयो है यो तीनवटा अब तपाईँले चाहिँ के गर्नु होला भनेपछि यो लाइनलाई यस्तो ड्र गरिदिने यसरी होइन राम्रोसँग राख्ने पहिला ल राखेर अब यसलाई यसरी ड्र गरिदिने र यो समीकरणको नाम लेख्ने जो सुरुको वाला छ नि यो एक्स प्लस वाइ बराबर 13 हो त्यसलाई लेख्ने हो दोस्रोवालालाई होइन कि फर्स्टवाला लेख्ने है
एक्स प्लस वाई बराबर 13 भन्नेवाला यो लाइन हो, त्यही लेखिदिने। अब त्यसै गरी हाम्रो चाहिँ यहाँ के छ त, यो अर्कोवाला चाहिँ हाम्रो त्यो बिन्दुहरूलाई पनि 3,-2 छ। यो 1 2 3 -2 भने तल जान्छ है, 1 2 र 3,-2 यहाँनिर आयो। फेरि हाम्रो चाहिँ 4,0 छ, फेरि यो 1 2 3 यहाँनिर छ है, 4,0 भनेको यहाँनिर आयो। त्यसपछि अब 5,2 छ, 1 2 3 4 5, 1 2 यहाँनिर आयो। ल पहिला यसलाई यस्तो लेख्ने र अब यसलाई चाहिँ काट्दिनु पऱ्यो है, हामीले काट्नु पऱ्यो ट्याक्कै पारेर। यसलाई चाहिँ यसरी काट्दिनु पऱ्यो, हेर्नुहोस् त। अब यो बिन्दुमा काट्यो नि, हो यही बिन्दुको नामहरू चाहिँ तपाईँलाई चाहियो के, यो बिन्दुको चाहिँ निर्देशाङ्क बिन्दुहरूको पोइन्टहरू मात्रै चाहियो। यसलाई हल गर्नु भनेको नि दुईवटा समीकरण, त्यसै गरी जुन बिन्दुमा काटिन्छ दुईवटा समीकरण हो त्यसै बिन्दु नै त्यसको हल हुन्छ है। ल यो रेखाको नाम के हो त त्यसलाई पनि लेखिदिने। यो हो 2x बराबर y + 8 हो। यो 2x बराबर y + 8 भन्ने समीकरण हो है त। अब तपाईँले चाहिँ यो कुन बिन्दुमा काटेको छ त्यसलाई पनि नाप्नु पऱ्यो तपाईँले है। 1 2 3 4 5 6 7, 1 2 3 4 5 6, 7,6मा काटिएको छ है त यो बिन्दु। हामीलाई चाहिँ यो बिन्दु मात्रै चाहिने हो त। हामीले अब तपाईँलाई के लेख्ने, यतातिर के लेख्न सक्छु भनेपछि ग्राफबाट लेख्ने है। ग्राफबाट होइन हामीले के पायौँ भनेपछि होइन, ग्राफबाट समीकरणहरू है, समीकरणहरू यो y बराबर 13 माइनस नै यो x + y हो है। यसलाई लेख्नुहोस् त, x + y बराबर 13 र 2x बराबर y + 8 को होइन 8 को हल के हो त हाम्रो? यो हल के हुन्छ? x बराबर 7 है, सुरुको वालालाई चाहिँ हामीले x मान्ने हो, र y बराबर 6 हो भनेर लेखिदिने। यत्तिकै लेख्ने है त, ठिक छ, यत्तिकै लेख्ने। नत्र भनेपछि के लेख्नु होला भनेपछि समीकरणहरू यो र यो है, अनि बिन्दु लेख्ने। त्यसपछि के लेख्ने, ल म त्यो पनि लेखिदिन्छु। यत्तिकै लेख्यो भने यो एउटा हो होइन। नत्र भने यसलाई नलेखेर तपाईँले अर्को तरिकाले यस्तो लेख्न सक्नुहुन्छ है। ल समीकरणहरू, ठिक छ, समीकरण x + y बराबर 13 र 2x बराबर y + 8 है, बिन्दु 7,6मा प्रतिच्छेदित छन् भनेर पहिला लेख्ने यस्तो होइन। देयरफोर लेख्ने, देयरफोर x बराबर 7 र y बराबर 6 नै यिनीहरूको होइन, यिनीहरूको हल हो लेखिदिने है, हल हो। यिनीहरू भनेको त्यो दुईवटा समीकरण हुन्छ नि त्यसको भने, ठिक छ। ल यति लेखिदिने भइहाल्छ। तपाईँले 2 मार्क्स पाउनुहुन्छ। अनि ग्राफलाई चाहिँ तपाईँले चिप्काउनु होला है, यो साइडतिर चाहिँ चिप्काउनु कपीको, नत्र भने यतिर पहिला यो ग्राफलाई यसरी चिप्काउने, त्यसपछि अनि फेरि यसलाई चाहिँ त्यसको पाखातिर हुनु पऱ्यो है त। यो अब यत्तिकै गर्ने 2 नम्बर पाइहाल्नुहुन्छ। अब नेक्स्ट सवालमा के छ त यसमा भनेपछि हेर्नुहोस् त, यदि यो चिन्हले जो यस्तोवाला चिन्ह छ नि यसले 1 र अनि खाली चिन्हले है नरङ्गाइको शून्य, यो वृत्तकार चिन्हले शून्यलाई जनाउँछ भने 23लाई 2 आधार सङ्ख्या पद्धतिमा जनाउन दिएको मध्ये कुन कुन वृत्तलाई रङ्गाउनु पर्दछ भनेर प्रश्नले सोधेको छ। अब तपाईँले केही पनि गर्नु पर्दैन यसमा, खालि यो जो 23 छ नि त्यसलाई तपाईँले द्वि आधारमा चेन्ज गरिदिने हो। फेरि लास्टमा द्वि आधारको जो मान आएछ नि त्यसै मानलाई लेख्ने, अनि त्यसपछि यसलाई रङ्गाइदिने हो कि होइन। ल यहाँ 23 लेख्ने होइन, 23। अब के गर्नुहोस् भनेपछि 23लाई तपाईँले चाहिँ द्वि आधारमा बदल्ने। के गर्छौँ हामी, 2ले भाग गर्छौँ है द्वि आधारमा बदल्ने। 1 दुनी 2, 1 दुनी 2, यहाँ 3 छ त 1 बाँकी रह्यो हो कि होइन। 11 दुनी 22, 1 बाँकी रहिहाल्यो। अनि 5 दुनी 10, फेरि अझै 1 बाँकी रह्यो। 2 दुनी 4, फेरि 1 बाँकी रह्यो होइन। 1 दुनी 2, 0 बाँकी रह्यो। अनि त्यसपछि 0 दुनी 0 त 1 बाँकी रह्यो। तलबाट के गर्ने, यसलाई शेषलाई माथितिर लेखिदिने। अब तपाईँहरूले लास्टमा के लेख्ने, देयरफोर 23 भनेको के रहेछ त द्वि आधारमा 1 0 1 1 1, 1 0 1 1 1 को आधारमा 2 भयो होइन। अब तपाईँले के गर्नुहोस् भने जो ब्लकहरू दिएछ तपाईँलाई त्यो ब्लकलाई रङ्गाइदिने है। 1 2 3 4 5वटा ब्लकहरू दिएछ। अब एकले कुनलाई हो त, यो रङ्गाइकोवाला चिन्हलाई हो नि, हो त 1 को ठाउँमा यसो रङ्गाइदिने, 0लाई खाली छोड्ने, किनभने 0ले त यो खालीवालाले चाहिँ 0लाई जनाएको छ होइन। अनि बाँकी सबैलाई रङ्गाइदिने, यसरी यसरी रङ्गाइदिने है त। यसलाई पनि रङ्गाउने, यसलाई पनि रङ्गाउने, यसलाई पनि रङ्गाउने,
त्यसपछि भइहाल्यो। यतिकै गर्ने रङ्गाउनु भएको छैन भने फेरि तपाईँले पुरै मार्क्स पाउनुहुन्न है। यति गर्ने, यो चाहिँ तपाईँ 2 नम्बर अथवा 1 नम्बरसम्म सोध्न सक्छ। अब दोस्रो सवाल यी नम्बरमा के भनेको छ त, वैज्ञानिक सङ्केतमा भएको सङ्ख्या यतिलाई दशमलवमा रूपान्तरण गर्नुहोस् भनेर भनेको छ है। 3.45 इन्टु 10⁴ छ। यसलाई चाहिँ रूपान्तरण एकदमै सजिलो सवाल छ। पहिला तपाईँले 3.45 लेख्नुहोस् होइन, इन्टु 10⁴ भनेको 10को पछाडि एक, यो 10को पछाडितिर कतिवटा, 1को पछाडि 4वटा जिरो लेख्ने, ठिक छ। 1 2 3 4। अब हेर्नुहोस् त कस्तो हो भनेपछि, यो 10को घरमा 4 भनेको 10 इन्टु 10 इन्टु 10 इन्टु 10 हो कि। 10लाई चाहिँ 4 चोटि गुणा गरे। अब 10 दशम कति भयो, 100 भयो। 100 दशम कति भयो, 1000 भयो। 1000 दशम कति भयो त, 10,000 भयो। ठिक छ नि। त हामीले यसरी गर्न सक्छौँ। अब तपाईँको नि यो दशमलवको जो पोइन्ट छ, अब त क्यालकुलेटरबाट युज गर्दा पनि हुन्छ यसलाई होइन, नत्र डाइरेक्टली तपाईँले क्यालकुलेटर बिना नै गर्न चाहनुहुन्छ भनेपछि यो दशमलवको पोइन्टलाई हटाउनको लागि दुईवटा सङ्ख्या पछाडि छन् भने दुईवटा जिरो खर्च हुन्छ, हो कि होइन। र 3 4 5 लेख्नुभयो तपाईँले, त दुईवटा जिरो खर्च भइसक्यो। अब कति जिरो बाँकी रह्यो त, दुईवटा। त यसको पछाडितिर दुईवटा लेखिदिने है त। ल यो नै तपाईँको उत्तर भइसक्यो। यति मात्रै गर्नुपर्ने छ। अब हेर्नुहोस् त, अब नेक्स्टमा के छ त, यो 3,x,6,8 समानुपातमा भई एक्सको मान पत्ता लगाउनुहोस् भन्ने सवाल सोधेको छ है तपाईँहरूलाई। अब यो पनि एकदमै सजिलो छ। केमा भयो भनेको छ, यो समानुपातमा छन् रे। समानुपात भनेको के हो, दुईवटा अनुपातहरूको बराबरीलाई नै समानुपात भनिन्छ। जस्तो यो a/b छ नि, र हाम्रो चाहिँ c/d छ। दुईवटा यो अनुपातहरू छन्, यो दुईवटा बराबर छन् भने यसलाई हामी के भन्छौँ त, समानुपात भन्छौँ। समानुपातमा भएको बेला के गर्छौँ त हामी, यो यो दुईटालाई मल्टिप्लाई गरेको जो उत्तर छ, त्यो दुईटालाई मल्टिप्लाई गरेको उत्तर त्यो बराबर हुन्छ क्या। भन्नुको मतलब के हो भने, समानुपातमा भएको बेला हामीले चाहिँ यो बाहिरी रहेका पदहरूको गुणन र भित्रीका पदहरूको गुणन जहिले पनि बराबर हुन्छ। त्यो हाम्रो समानुपातको नियम हो। त्यही नियमको आधारमा नै हामीले यो एक्सलाई पत्ता लगाउने, किनभने एक्सको मान त हामीलाई थाहा छैन। त्यही भएर है, ल पहिला तपाईँले के लेख्नुहोस् भने, यो केमा छन् त, समानुपातमा छन् लेख्ने पहिला होइन। एउटा लाइन यस्तो लेखिदिउँ। त्यसपछि अब के गर्छौँ त हामी, अब लेख्छौँ समानुपातमा भएपछि यस्तो हुन्छ, 3:x(s2) लेख्ने होइन। यो समानुपातको चिन्ह हो। 6:8। अब यही कुरालाई तपाईँले 3/x होइन, यो बराबर, अनि यो के 6/8 भयो। ठिक छ, यो यतिकै भयो। अब के गर्नुहोस्, तपाईँले एक्सको मान निकाल्नु छ, क्रस मल्टिप्लाई गरिदिने। जसरी यतातिर के भयो त, 3 × 8 भयो है। 3 × 8 बराबर, यता हेर्नुहोस् है, यो भनेको x × 6 हुन्छ। के हुन्छ, x × 6 हुन्छ। तर यो इन्टुको 6 छ नि, यो इन्टुको 6लाई तलतिर पठाइदिने, यसको तलतिर। त्यहाँदेखि एक्स भएर त्यो डबल स्टेप गर्नु परेन कि, फेरि झ्याउ हुन्न नि त डबल स्टेप गर्नलाई, हो कि होइन। यहाँ फेरि अझ अथवा गर्ने तपाईँहरूले, अथवा। ल हेर्नुहोस् त, अब के भयो, 6 8 त्यहाँ 24 भइहाल्यो, बट्टे 6 छ बराबर एक्स। 6 चौको 24 हुन्छ। देयरफोर एक्स बराबर कति भयो त, 4 भयो है। 6 चौको 24, त्यही भएर चाहिँ 4 आयो। यी एक्सको मान आइसक्यो। लास्टमा देयरफोर एक्स बराबर 4 लेखिदिने भइहाल्यो। यो पनि 2 नम्बरको सवाल हो। यसरी आउँछ कि, एकदमै सजिलो छ। ल हेर्नुहोस् त, अब के छ भनेपछि, तल दिएका खर्चलाई वृत्तचित्रमा प्रस्तुत गर्नुहोस् भनेको छ। यो खर्चहरू दिएको छ, यो तपाईँको लास्ट 12 नम्बरको ए अथवा बीमा सोध्ने क्वेसन हो। ठिक छ, 2 नम्बरको सोध्छ यसले, 2 नम्बरको सोध्छ। यो वृत्तचित्रमा बनाऊ भने एकदमै सजिलो हुन्छ। यो क्वेसन आए पनि छोड्ने होइन अब। ठिक छ, अब यो खर्च छ हामीलाई, यसलाई चाहिँ वृत्तचित्रमा प्रस्तुत गर भने चाहिँ एकदमै सजिलो सवाल छ। यसलाई पनि कसरी गर्ने भनेपछि, पहिला तपाईँले चाहिँ केही पनि गर्नुपर्छ। पहिला तपाईँले जम्मा खर्च लेख्ने, के लेख्ने, जम्मा खर्च बराबर, ल यो कति छ त, रु 25,000 मा जोड्ने, अब रु 19,000 जोड्ने, रु 28,000 प्लस रु कति त 18,000 है। ल म एकैछिन क्यालकुलेटरको प्रयोग गर्छु, मेरो ब्याग नै गायब भइसक्यो। ल त है, अब यो सबैले जोडौँ त, 25,000 प्लस 19,000 प्लस अनि 18,000। ल 1 2 3 28,000 पनि रहेछ है। अनि त्यसपछि यो 28,000 प्लस अनि 18,000, यो सबलाई जोड्यो भनेपछि मेरो 90,000 आयो। कति आयो त, जम्मा खर्च रहेछ मेरो रु 90,000 है। ल त्यो जम्मा खर्चलाई पहिला लेख्ने, जम्मा खर्च लेखेर अब हामीले यिनीहरूको केन्द्रीय कोण निकाल्नु पर्ने कि होइन। त्यसपछि अब लेख्छौँ हामी वैशाख होइन। वैशाख जो महिना छ, यो महिनाको चाहिँ हामीले केन्द्रीय कोण निकाल्नुपर्छ है। केन्द्रीय कोण कसरी निकाल्ने हो भनेपछि हामीले होइन, यसको जो वैशाखमा खर्च भएको होला जति रुपियाँ
हैन। जति रुपियाँ वैशाखमा खर्च भएको होला त्यो बट्टै जम्मा गर्ने हैन। वृत्त चित्रमा कन्भर्ट गर्नु छ, यसलाई केमा बदल्नु छ त वृत्त चित्रमा। वृत्त चित्र भनेको गोलो हुन्छ, यो गोलो सबै भनेको गोलो भनेको 360 डिग्रीको हुन्छ। कति डिग्रीको हुन्छ 360। वृत्त चित्रमा हाल्नको लागि यसको मानहरूलाई डिग्रीमा निकाल्नु पर्ने हुन्छ क्या हामीले, ठिक छ। त हामीले रुलाई काट्दियौँ, यसलाई हामीले 360 डिग्रीले गुणा गर्ने है। 4वटा जिरो छ, 3टा जिरो र एउटा यो 4वटा काटियो। अब यसलाई भाग गरिदिने तपाईँले यो 25 × 36 गर्ने, 25 × 36 पहिला गर्ने। जति उत्तर आयो यहाँ बट्टैमा कति छ 9 छ भने त 9ले यस्तो गर्ने। यो आयो हाम्रो 100 डिग्री। कति डिग्रीको आयो त 100 डिग्री है। अब हामी जेठको लेख्छौँ ल है। जेठको जेठको कति छ त रु 19,000 छ। 19,000 रु 90,000 × 360 डिग्री। अब तपाईँले चाहिँ ट्रिक के अप्नाउन सक्छ, 4वटा जिरो फटाफट काटिदिने के 19 × 36 गर्ने अब है। 19 × 36 त्यो जति पनि आयो 19 × 36 गरेर त्यसपछि त्यसलाई कतिले भाग गरिदिने 9ले भाग गरिदिने। ल हेर्नुहोस् त कति डिग्री आयो त 76 डिग्री आयो। बराबर यसलाई लेखिदिनु होला 76 डिग्री। अब त्यसै गरी असार लेख्ने हैन। असार ल है। असारको महिनाको के छ त हाम्रो रु 28,000 छ। बट्टेमा कति रु 90,000। 4वटा जिरो र यो 4वटा जिरोलाई के गर्ने काट्दिने। अनि 28 × के गर्ने त 36 गर्ने है। 28 × 36 जति पनि आयो तपाईँको त्यसलाई कतिले भाग गरिदिने त 9ले। कति डिग्रीको आयो यो आयो हाम्रो 112 डिग्री। र अब लास्टमा रह्यो हाम्रो श्रावण महिनाको है। ल यो श्रावण महिनाको आयो। ल त्यसलाई चाहिँ अब यो असार नदेखिए रहेछ है सर, त्यसको लागि ल ठिकै छ तपाईँहरूले बुझिसक्नु भएको छ। असार महिनाको लागि के गर्छु त हामी असार महिनाको जति खर्च भयो असार महिनामा बट्टेमा जम्मा खर्च कति हो त हाम्रो त्यो गर्छु, त्यसले लेख्छु। गुणा कतिले गर्छु 360 डिग्रीले गर्छु है। 4वटा जिरो र यसलाई काट्दिने, रुलाई पनि काट्दिने है त। अब यो चाहिँ हाम्रो 18 × 36 गरौँ पहिला। त्यसले जति पनि आयो त्यसलाई भाग गरिदियो 9ले। त यो पनि आयो हाम्रो 72 डिग्री, ठिक छ। हुन त हामीले 18 डिग्रीको कता गयो ए यो 72 आयो त्यो 36, म त अगाडि पनि 18 सोचिरहेको थिएँ। ल ठिक छ। अब यो सबै आइसक्यो भने अब वृत्त चित्रमा देखाउँदा लेख्ने। अब केमा देखाउँदा त वृत्त चित्रमा देखाउँदा अब तपाईँले के गर्नुहोस् भनेपछि हैन, यो कम्पास चाहियो तपाईँहरूलाई। कम्पास किन चाहियो एउटा वृत्त बनाउनलाई चाहियो। के गर्नलाई वृत्त बनाउनलाई है। यो ट्याक्क अलिकति तल गरिदिउँ यसलाई। फेरि तपाईँले धेरै तल पनि नलग्नु होला, कसरी यो प्रोट्र्याक्टरले यो कोणहरू नाप्दाखेरि धेरै गाह्रो हुन्छ है हामीलाई। अलिकति 20तिर हुनु पऱ्यो। यतिको ठाउँमा छ भने ठिकै हुन्छ। यो पनि फेरि हल्लिरहेछ है। एकैछिन यसलाई मलाई टाइट गर्न दिनुहोस्। ल ठिक छ। अब के गर्ने यसको काम खालि गोलो मात्रै बनाउने, अनि बाँकी काम सब प्रोट्र्याक्टरबाट गर्ने हो। केबाट गर्ने हो त प्रोट्र्याक्टरबाट गर्ने हो है। यो कम्पास हो, फेरि यसको नाम प्रोट्र्याक्टर होइन। ल यो कम्पासमा तपाईँले यसरी गर्नुभएको छ। यो जो बिचको जो लाइन छ नि यसलाई अलिकति बिन्दु पार्ने यहाँनिर यो भयो। अब के गर्नुहोस् भनेपछि यो प्रोट्र्याक्टर ल्याउने तपाईँले यो सुरुमा पहिला एउटा सिधा लाइन खिचिदिनु होला। यहाँबाट यस्तो गर्ने, जुनसुकै लाइन खिच्यो भने सुरुमा सिधा लाइन खिच्ने जताबाट है, तलबाट माथिबाट जहाँबाट खिच्नुहुन्छ खिचिदिने। अब तपाईँले यो 160 डिग्री बनाउनु पर्ने हो। यसरी राख्ने यसलाई हैन। यो सुरुको यो बिचकोवाला पोइन्टमा राख्ने है। ल यसबाट चाहिँ तपाईँलाई हेर्न गाह्रो हुन्छ भनेपछि यस्तरी राखिदिने। यहाँनिर चाहिँ ट्याक्क पारेर राख्ने, यो जोडेर फेरि है। अब 100 डिग्री कहाँ छ त यहाँ हेर्नुहोस् त 100 डिग्री ट्याक्कै यहाँनिर छ, यसको यहाँनिर। ल अब हामीले के गर्छौँ त यहाँबाट यहाँनिरसम्म जोडिदिन्छौँ। धेरै माथि लग्ने होइन है, यहाँनिरसम्म मात्रै गर्ने। यो कति डिग्री हो त हाम्रो 100 डिग्रीको हो। 100 डिग्री। कुन महिनाको खर्च यो वैशाखको खर्च है। ल वैशाख महिनाको खर्चलाई हामीले वृत्त चित्रमा देख्यौँ है। ल अब त्यसपछि अब हामीले जेठको पनि गर्नु छ। 76 डिग्री भनेको यसरी रोटेट गर्ने यसलाई हैन, यहाँनिर राख्ने यसलाई है। यसलाई यस्तो राख्ने। अब तपाईँले 76मा लाग्ने, माथिबाट यसरी गर्दै गर्दै जानुहोस्। 70 यहाँ छ, 75 यहाँ छ, 76 भनेको एउटा मात्रै बढी है। त्योभन्दा एउटा बढी हो त हामी यसरी यहाँबाट 76लाई यहाँनिर पोइन्ट गरिदिन्छौँ। ल अब यो पोइन्टबाट है, यो बिन्दुबाट यो बिन्दु यसरी जोडिदिने। कति डिग्रीको बन्यो त यो 76 डिग्रीको भन्यो। कति डिग्रीको 76 डिग्री। ल वैशाखपछि के आउँछ त हाम्रो जेठ महिनाको छ है। हेर्नुहोस् त जेठ महिनाको हो नि 76 डिग्री, त्यही लेखिदिने। यसलाई चाहिँ जेठ भनेर लेखिदिने है, जेठ महिनाको। अब त्यसपछि श्रावणको कति छ त ल असारको छ पहिला 112 डिग्री छ। 112 डिग्रीलाई पनि हामी मजाले बनाउने है। यसलाई पहिला तपाईँहरूले यहाँबाट यसरी राख्ने हैन, यसलाई राखिदिनु भएको छ। ल अब हेर्ने 112 डिग्रीको त्यो हामीले के गर्नु छ त 112 डिग्रीलाई निकाल्नु छ है।
कता गयो यतातिर देखिरहेको छ कि छैन ल अब त्यसपछि यसलाई चाहिँ राम्रोसँग मिलाएर राख्ने यसरी है यो लाइनलाई ल 112 कहाँ छ 90 यहाँ छ 100 यहाँ छ 105 यहाँ छ 110 यहाँ छ 112 भनेको 110 भन्दा 2 स्टेप अगाडि है यसरी पोइन्ट गर्ने पहिला यहाँ पोइन्ट मात्रै गर्नुपर्ने अब यहाँनिरबाट यसको सिधातिर हामीले के गर्दै जोड दिने है ल यसरी जोड दिएछौँ यो चाहिँ हाम्रो कति डिग्रीको भयो त यो भयो हाम्रो 112 डिग्रीको यसरी घुमाउने 112 डिग्री अब अन्तिममा कति छ त 72 डिग्री छ नि अन्तिमवाला नाप्नु पर्दैन डाइरेक्ट लेखिदिनु होला तपाईँले 72 डिग्री है यो अन्तिमको त 360 हो नि सबै बाँकी यहाँ 72 नै हुन्छ तपाईँले यहाँ हेर्नु छ 100 200 भयो होइन यो 2 यसमा ल 76 मा 2 जोड्नुहोस् यो कति भयो त 76 मा 2 जोड्यो भने ल जति पनि हो 78 हुन्छ 78 मा 2 जोड्यो भने 80 भयो 80 मा 10 जोड्यो भने 90 भयो होइन यो 70 छ अब त्यो सबैलाई जोड्नुहोस् त योलाई जोड्नुहोस् अनि त्यसपछि यसको चाहिँ हाम्रो 70लाई जोड्नुहोस् है यो 80 भइसक्यो 90 भयो 90मा अब 70 जोड्नु 360 ठ्याक्कै आउँछ क्या तपाईँको है 90 प्लस 70 ए 60 त उस्तै आइसक्यो हो कि होइन अब त्यो सबै 100 200 यहाँ 100 200 अब यो चाहिँ हाम्रो 300 अनि 60 ठिक छ ल अब चाहिँ तपाईँले हेर्नु जेठ महिनाको यो कुन महिनाको त असारको खर्च हो त्यसलाई हामीले असार भनेर यस्तो लेख्ने अनि यतातिर चाहिँ हाम्रो कुन महिनाको त यो लास्ट भनेको श्रावण महिनाको खर्च हो त श्रावणले भनेर लेखिदिने है त ल यत्तिकै लेख्ने हो यो वृत्तिचित्रमा देखाइसक्नु भएको तपाईँले यसलाई चाहिँ यत्तिकै भयो यो खर्चहरूलाई वृत्तिचित्रमा यसै गरी देखाउनु भएको छ 2 नम्बर पाइन्छ है त यो गऱ्यो भने ल तपाईँहरूले बुझिसक्नु भयो होला यसलाई अब नेक्स्ट सवाल गर्छ कुनै तथ्याङ्कमा सिग्मा एक्स बराबर के भनेको छ सबै है सबै मानहरूको जोड छ कति आएछ त्यसमा यम प्लस 77 आएछ यन भनेको 10 र मध्येको तपाईँको 8 भयो यमको मान पत्ता लगाऊ भनेको छ न यहाँ दिएको लेख्ने पहिला तपाईँले यहाँ दिइएको ल दिएको के छ त त्यसलाई लेख्ने है दिएको छ तपाईँलाई सिग्मा एक्स दिएको छ यम प्लस 77 एमको मान पत्ता लगाउनु पर्ने है कति रहेछ भनेर अनि अर्को तपाईँलाई दिएको छ यन बराबर 10 र अनि लास्ट मान भनेको मध्येको दिएको छ एक्स बार दिएको छ तपाईँलाई 8 दिएको छ है त भाइ एमको मान पत्ता लगाऊ भनेको छ होइन हामीलाई के थाहा छ त सूत्र प्रयोग गर्ने अब सूत्र के हो त हाम्रो एक्स बार भनेको सिग्मा एक्स बट्टे एन हो अब तपाईँले यहाँनिर हेर्नुहोस् त अथवा गर्ने एक्स बार तपाईँको होइन मध्य कति छ त 8 छ त त्यसलाई 8 लेख्ने 8 बराबर सिग्मा एक्स कति छ यम प्लस 77 छ बट्टेमा एनको ठाउँमा 10 लेखिदिने अब यसलाई क्रस मल्टिप्लाई गरिदिने है 8 दशम कति हुन्छ 80 भयो बराबर यम प्लस 77 भयो त्यसपछि अब के गर्ने त यम बराबर 77लाई उताको लग्ने 80बाट 77लाई घटाइदिने देयरफोर यमको मान कति आयो त 3 आयो क्या हो है ल अब त्यसपछि अब यो अर्को सवाल छ हाम्रो के 0.24 को बारलाई भिन्नमा रूपान्तरण गर्नुहोस् भनेर छ एकदमै सजिलो छ है पहिला तपाईँलाई चाहिँ दिएको कुराहरूलाई लेख्ने जस्तो यो भिन्न छ होइन यसलाई लेख्ने अब यसलाई चाहिँ तपाईँ समीकरणको रूपमा चाहिँ मान्नु पऱ्यो के जे तपाईँलाई दिएको छ त्यसैलाई हामीले XYZ को रूपमा मान्ने है एक्स बराबर 0.24 को बारलाई मानौ भनेर मानौ एक्स बराबर यतिको भनेर होइन यो लेख्ने पहिला जे कुरा दिएछ त्यही लेख्ने अनि मान्ने बित्तिकै समीकरण 1 बनाइदिने दशमलव पोइन्ट पछि दुईवटा सङ्ख्या छ भने दुईवटा अङ्क छ भने 100ले गुणा गर्ने एउटा मात्रै छ भने 10ले गर्ने तीनटा छ भने 1000ले गर्ने है त त्यो एउटा छ 10ले दुईटा छ 100ले तीनटा छ 1000ले दुईटा मात्र भएको हुनाले 100ले गुणा गर्नु पर्यो है र तपाईँले समीकरणलाई समी मात्रै लेखेर थोप्लो दिन सक्नुहुन्छ है समीकरण आईलाई कतिले गुणा गर्ने त 100ले गुणन गर्दा है ल गुणन नु होइन है यो गुणन गर्दा ल कमा गरिदिने अब हेर्नुहोस् त 100 इन्टु ल 100 इन्टु एक्स बराबर 0.34 को बार इन्टु कति भयो त 100 भयो दुईटैतर्फ गुणा गर्ने अब यो अथवा लेखिदिनुहोस् यो तपाईँको 100 एक्स बराबर 0.24 को बार इन्टु 100 भनेको 24.24 को बार नै हुन्छ है यो चाहिँ हाम्रो समीकरण 2 भयो यो कसरी गयो भनेर तपाईँको मनमा जिज्ञासा लाग्यो होला होइन यो यता हेर्नुहोस् त यो तपाईँको नि 0.24 को बार भनेको के हो भने 0.2424 यो अनन्तसम्म गइराख्ने यो यही रिपिट भइराख्ने अब योवाला जो मान छ त्यसलाई तपाईँले 100ले गुणा गरिदिनु भयो भने यो जो दशमलवको बिन्दु छ नि यो दुईवटा स्टेप मात्र अगाडि आउने हो यो 2 4 पछि त अब 2 4 त सेम छ नि जस्तो त्यस्तै छ त्यही 2 4 अगाडि आयो अब बाँकी सब सेम हुनाले हामीले 2 4 को बारलाई त्यसै बारमै राखिदियौँ है त ठिक छ अब त्यसपछि अब समीकरण 1 र 2 बनिसक्यो भने अब 2बाट समीकरण आईलाई घटाइदिने है ल समीकरण 2लाई 1ले घटाउँदा
यति काम गरिदिनुहोस्, तपाईँहरूको कामै सिद्धिसक्यो के। अब यति मात्रै गर्ने हो। अब हेर्नुहोस् त, यो हाम्रो 100x छ माइनस यो चाहिँ x हो होइन, बराबर। अब यतातिर के छ, 24.24 को बार छ माइनस यतातिर के छ 0.24 को बार छ, घटाउने। अब यो 100xबाट x घट्यो भने कति हुन्छ त, यो हाम्रो 99x हुन्छ, बराबर 24.24 को बारबाट 0.24 को बार घट्यो भने अब यतातिर तपाईँले थाहा पाइसक्नु भएको छ है। यो यहाँ हेर्नुहोस् त 0.24 को बार घट्यो रे, अब कति हुन्छ, 2 4 त काटिसक्यो नि, कति मात्र बाँकी रह्यो हो, त त्यहीले लेखिदिने है। अब यहाँनिर तपाईँले हेर्नुहोस् त, यहाँ अथवा अथवा ए, अब x बराबर यहाँ 99x यसको तल जान्छ है, 24 को तल त के गयो त 99 गयो। अब हेर्नुहोस् त, देयरफोर x बराबर 24 र 99 मा के कमन छ भनेपछि 3 कमन छ। 3 कसरी कमन छ सर, यसमा त 3 हुन्छ, यसमा 3 कसरी हुन्छ भनेपछि सुन्नु, यो माथितिर रहेको सङ्ख्यालाई पहिला जोड्नुहोस्। तपाईँले 2 र 4 जोड्यो भने 6 हुन्छ, हो कि होइन। 6 भनेको 3 को टेबलमा आउँछ भने 3 ले यसलाई 24 लाई पनि भाग जान्छ। अब 99 जाने त भइहाल्यो, 9 र 9 जोड्यो 18 भयो, 18 पनि 3 को टेबलमा आउँछ नि 3 ले भाग गर्ने भइहाल्यो है। 3 तिया 9, 3 तिया 9 भयो। अब 24 छ भने 8 तिया 24, यो नै हाम्रो मान आइसक्यो है त। 0.24 को बारलाई केमा भिन्नमा रूपान्तरण गर्दाखेरि कति हुने रहेछ, यो 8/33 हुने रहेछ। ल एकचोटि विचार गरौँ त है, 8 लाई हामी 33 ले भाग गरिदिउँ, कतिले 33 ले भाग गरिदिउँ, तपाईँको ट्याक्कै आउनु पऱ्यो। यहाँ हेर्नुहोस् त 2 4 2 4 2 4 आयो कि आएन, हो त हाम्रो उत्तर राइट छ, ठिक छ। ल अब तपाईँहरूले दोस्रो फेरि यो हाम्रो घाताङ्क च्याप्टरबाट नै छ, एकदमै सजिलो सरल गर भन्ने छ है। यहाँ हेर्नुहोस् त, पहिला तपाईँले दिएको कुरालाई जस्तोको त्यस्तो सारिदिनुहोस्, अनि त्यसपछि अब हामीले तपाईँहरूलाई यो गरिसक्नु भएको छ, योभन्दा अलि अगाडि पनि गरिसकेको थियो है। आधार सेम छ भने पावरलाई के गर्नुपर्छ, जोड्नुपर्छ। तर यिनीहरू हाम्रो ल एक्सको पावरमा है, एक्सको पावरमा के छ a माइनस b छ, त्यसलाई चाहिँ जस्तो त्यस्तो लेख्नु पर्ने, तर अर्को पावरको अगाडितिर जोड्ने हो है। यो माइनसको ठाउँमा माइनसै लेख्ने हो, तर 20मा चाहिँ प्लस आउनु पऱ्यो। यो छुट्टिँदैछ नि यहाँनिर प्लस, तर योवाला माइनस छ भनेपछि माइनसै लेख्ने हो फेरि है। ल प्लस सी माइनस ए। अब हेर्नुहोस् त, यो सुरुमा के गर्यो हामीले, आधार सेम थियो त एउटा आधार लेखेर सबैको पावरलाई जोडिदियो। अब के गर्छौ, प्लस र माइनस छ भने काटिदिन्छौ, माइनसको ए र प्लसको ए काटियो, माइनसको बी र प्लसको बी काटियो, प्लसको सी र माइनसको सी काटियो, कति बाँकी रह्यो 0। त हाम्रो यो अगाडि नै बुझिसकेको छु है मैले, एक्स बारमा 0 हुन्छ भने कति हुन्छ त 1 हुन्छ। अब दोस्रोवाला यो पनि 2 नम्बर, यो 1 नम्बरको हो कि क्या होइन, यो चाहिँ त हाम्रो 2 नम्बरको लागि सोधेको सवाल है। ल हेर्नुहोस् त, यसमा यो छ यो छ यो छ, यसलाई सरल गर्नुहोस् भने बनाएको छ। यो चाहिँ भिन्नहरू छ है, बीजीय भिन्नहरू दिएको छ, यसको चाहिँ हामीले के गर्नुपर्ने, सरल गर्नुपर्ने है त, ठिक छ। यहाँ चाहिँ समीकरणहरूको के अरे यो बीजीय भिन्नको जोड, फ्रेक्सनमा भएको कुरालाई जोड बनाएको छ है त। ल अब चाहिँ हामीले के गर्छौँ, यसलाई पहिला जस्तो त्यस्तै क्वेसन सारिदिन्छौँ है त। ल ए माइनस बी प्लस 2b/a स्क्वायर माइनस बी स्क्वायर। अब यतातिर के छ भनेपछि बट्टेमा हेर्दाखेरि तपाईँले हेर्नुहोस् त, बट्टेमा फरक फरक भएको बेला हामीले दुइटै बट्टेलाई गुणा गरिदिने, ए प्लस बी र ए माइनस बीलाई गुणा गऱ्यो भने ए स्क्वायर माइनस बी स्क्वायर हुन्छ। तर माथि के गर्ने त, माथितिर क्रस मल्टिप्लाई गर्ने है, 1 इन्टु यो ए माइनस बी हो त ए माइनस बी जस्तो त्यस्तै गर्ने, अनि प्लसको 1 छ, अनि इन्टु यसलाई यतातिर लगेर गुणा गरिदिने है, ए प्लस बी। सर यो कसरी मैले त बुझेन भन्नुहुन्छ भनेपछि यसरी हुन्छ कि, जस्तो यहाँ तपाईँको ए/बी छ, त्यसमा चाहिँ हामीले सी/डीलाई जोड्नुपर्ने छ भने बी र सी पहिला हर हेर्नुपर्छ क्या हामीले, तल हर भनेको यो तलको पार्टलाई डिनोमिनेटर भन्छ अङ्ग्रेजीमा, तलको पार्टलाई हामीले पहिला गुणा गर्ने, बी इन्टु डी, के गर्ने बी इन्टु तलको पार्टलाई गुणा गर्ने, अनि फेरि माथि के गर्ने त भनेपछि योवाला पार्ट र योवाला पार्टलाई गुणा गर्ने पहिला, ए इन्टु डी। जस्तो यहाँ हेर्नुहोस् त, हामीले के गरिरहेको छ, यो पार्ट र यो पार्टलाई गुणा गरिरहेको छ, 1 इन्टु ए माइनस बी भनेको यो पुरै हो है। अब हेर्नुहोस् त, ए इन्टु डी भयो, अनि प्लस, अनि यता बी इन्टु के गर्नु पऱ्यो त सी है, बी इन्टु सी, यो हो हाम्रो बी इन्टु सी, यो अर्को पार्ट है, बी इन्टु सी। सर यदि हाम्रो यो दुइटै सेम भइदिएको भए त्यति बेला के गर्ने त भन्ने पनि प्रश्न आउँछ नि त होइन। ल त्यति बेला के गर्ने भनेपछि ए/बी प्लस सी/बी छ भनेपछि के गर्ने, हर सेम भएको बेला एउटा हर लेख्ने, माथि जस्तोको त्यस्तै जोडिदिने। सर यतिमा आन्सर भइसक्यो, भइसक्यो, यसलाई जोडी लेख्ने उत्तर भइसक्यो है त, ठिक छ। अब त्यसपछि ल तपाईँलाई म 4वटा सिकाउँछु। 3 नम्बरमा अब सर यो बिचमा गुणा भइदियो भने के गर्ने त, हो कि होइन, ए/बी इन्टु सी/डी, बिचमा गुणा छ भने गुणा भएको बेला केही गर्नु पर्दैन, माथिलाई गुणा गरिदिनुहोस् र तललाई गुणा गरिदिने, ठिक छ। सर गुणा मात्रै हुनुपर्ने जरुरी छैन, भाग भएको बेला के गर्ने भन्नुहुन्छ भनेपछि ए/बी भागा सी/डी छ भनेपछि भाग भएको बेला यसलाई गुणामा बदल्ने, फेरि गुणामा बदल्यो भने त्यही काम गर्ने।
सर भागलाई गुणामा कसरी बदल्ने भन्नुहुन्छ भनेपछि हामीले यसलाई चाहिँ उल्टाइदिने के गर्ने त इन्टु लेखेर यो डीलाई माथि लगाउने र सीलाई के गर्ने तल ल्याउने है डी बट्टे सी भयो। अब यो ए इन्टु डी भनेको के हुन्छ एडी हुन्छ बट्टे बी इन्टु सी भनेको बिसी हुन्छ है बी इन्टु सी ठिक छ यो भयो। अब यो खालि डिभाइड भएको बेला इन्टु गर्ने तर तलको पदलाई माथि माथिको पदलाई तल गर्ने यसलाई रेसिप्रोकल गरेको भनिन्छ है अङ्ग्रेजीमा। अब यसमा त तपाईँले बुझिसक्नु होला। अब यहाँ के भएर रहेछ त हेर्नुहोस् त यो इन्टु यो आएर रहेछ त यो आइसक्यो अनि यो इन्टु यो आएर रहेछ त त्यो यो आइसक्यो होइन 1 इन्टु यो भइसक्यो। तर यो दुइटामा ए स्क्वायर माइनस बी स्क्वायर कसरी भयो सर भनेर भन्नुहुन्छ भनेपछि मैले तपाईँलाई सुरुमा के भनेको थिएँ भन्नुहोस् त ए इन्टु बी र ए हेर्नुहोस् त ए प्लस बी इन्टु ए माइनस बी के हुन्छ यो ए स्क्वायर माइनस बी स्क्वायरको फर्मुला होइन त्यो त्यही भएर अब डबल स्टेप किन गर्ने भने एउटै स्टेपमा देखाइदिएको कि। अनि यो बाँकी छ नि बाँकीलाई जस्तो त्यस्तो लेखिदिनुहोस् है 2b बट्टे ए स्क्वायर माइनस बी स्क्वायर। अब तपाईँहरूले के देख्नु भएको छ 1ले जसलाई गुणा गरे पनि त्यही नै बाँकी रहन्छ हो कि होइन अनि प्लस यो 1ले जसलाई गुणा गरे पनि त्यही बाँकी त रहने हो कि होइन। ल बट्टेमा ए स्क्वायर माइनस बी स्क्वायर अनि प्लसमा 2b बट्टे ए स्क्वायर माइनस बी स्क्वायर है। सर यसलाई कसरी खोलियो ब्र्याकेट कसरी खोलियो भन्नुहुन्छ भनेपछि 1 इन्टु ए नै भयो 1 इन्टु माइनस बी नै भयो त्यसै गरी यसको पनि त्यही भयो है। अब हेर्नुहोस् त यो माइनसको बिच र यहाँ प्लसको बिच काटियो ए र ए जोडियो भनेपछि 2a भयो। सर यो 2a कसरी भयो भनेपछि तपाईँको ए मात्रै छ नि ए मात्रै भनेको यो हाम्रो 1a हो यो के हो त 1a हो। अब 2a भएको बेला 2 त लेख्ने नै हो होइन। अब त्यसपछि त अब यदि केही पनि लेखेको छैन भने त्यो 1 हुन्छ कि ए को गुणाङ्क कति हुन्छ 1 हुन्छ त यो ए प्लस ए कति हुन्छ हाम्रो 2a हुन्छ है। अनि ए इन्टु ए कति हुन्छ त हाम्रो यो ए स्क्वायर मात्रै हुन्छ 2a स्क्वायर नलेख्नु होला फेरि ए इन्टु ए भनेको ए को पावरमा 1 छ इन्टु ए को पावरमा 1 छ आधार एउटै लेख्ने हो पावर जोड्ने 1 + 1 भन्ने ए को पावरमा 2 हुन्छ है। त यसरी हुन्छ यो कुराहरू पछिको कुरा हुन् त्यो हामी सिक्दै जाउँला होइन। ल हेर्नुहोस् त यो के भयो त ए स्क्वायर माइनस बी स्क्वायर छ जस्तो त्यस्तो लेखिदिनुहोस् प्लस 2b बट्टे ए स्क्वायर माइनस बी स्क्वायर छ ल 2b बट्टे ए स्क्वायर माइनस बी स्क्वायर लेख्ने। अब हेर्नुहोस् त मैले तपाईँलाई सुरुमा के भनेको थिएँ यदि हाम्रो भिन्नको हर सेम छ भने जस्तरी त्यस्तो माथिलाई जोड्ने भनेको थिएन। ल एकचोटि हामीले के लेखिदियो ए स्क्वायर माइनस बी स्क्वायर लेखिदियो अनि माथिलाई जस्तो त्यस्तो है। ल यहाँनिर चाहिँ 2b भयो। अब हेर्नुहोस् त दुइटैमा अब कमन निकालिदिने 2 कमन छ दुइटैमा 2 हुनाले 2 कमन आयो ए प्लस बी छ तलतिर गएछ ए स्क्वायर माइनस बी स्क्वायर त्यसलाई पनि हामी पहिला ए प्लस बी इन्टु ए माइनस बी लेखौँ। अब प्लसको बी र माइनस प्लसको बीलाई काटिदिउँ 2 बट्टे ए माइनस बी बाँकी रह्यो त यही नै हाम्रो उत्तर भयो है त। ठिक छ यो 2 नम्बरको लागि सोध्या हो एकदमै सजिलो सवाल छ होइन सजिलो सोल्युसन पनि छ मजाले बनाउने है त। त्यसपछि अब हामी अन्तिम प्रश्नतर्फ लागौँ है। अन्तिम प्रश्नमा के छ यसको खण्डीकरण गर भनेर खण्डीकरण गर भनेको के हो भनेपछि यसका गुणनखण्डहरूको रूपमा लेख्ने यसलाई त्यो नै हो खण्डीकरण गर भनेको है। ल हेर्नुहोस् त 9x स्क्वायर माइनस के छ 25y स्क्वायर छ को खण्डीकरण गर बराबर लेखिदिने। अब यो 9x स्क्वायर भनेको के हो भनेपछि यो दुइटालाई यहाँ हेर्नुहोस् ए स्क्वायर माइनस बी स्क्वायर त्यसको रूपमा लेख्ने 9लाई अब लेख्दाखेरि 3को स्क्वायर एक्स स्क्वायर लेख्ने माइनस 25 लेख्दाखेरि 5को स्क्वायरमा 25 हो नि 3को स्क्वायर 9 हो नि त्यही कुराले लेख्ने हो है। अनि त्यसपछितिर हामीले चाहिँ वाइ स्क्वायर भयो। अब यसलाई चाहिँ होल स्क्वायर बनाउने 3x को होल स्क्वायर हामीले घाताङ्कमा के पढाएको थियौँ घाताङ्कमा हामीले के पढाएको थियौँ भनेपछि यदि हाम्रो होइन दुइटाको पावर हाम्रो सेम छ भनेपछि एम स्क्वायर एन स्क्वायर छ भने हामी यसलाई चाहिँ एमएनको होल पावरलाई एउटै लेख्न सक्छौँ। यो फेरि पावरलाई पछाडि यसलाई खोल्छौँ भनेपछि बाँडिने हो कि यसरी बाँडिन्छ है। ल तपाईँले योमा बुझ्नु भएन भने अर्को पनि तरिका छ जसरी यता हेर्नुहोस् त यो 2 छ होइन 2 को पावरमा 2 छ त्यसको पनि होल पावरमा 2 छ भनेपछि हामी यो 2 को पावरमा पावरलाई मल्टिप्लाई गर्यो नि 4 भयो कि भएन। अब तपाईँले यसरी लेख्न सक्नुहुन्छ कि यो पावर इन्टु पावर यो पावर लले बुझाउँछ कि यसलाई तपाईँले दुइटैको पावरलाई एउटै पावरमा लगिदिने होइन। त्यसै गरी यसको पनि एउटैमा लेखिदिनुहोस् 5y को होल पावरमा 2 लेखिदिनुहोस् त हाम्रो के हुन्छ यो पुरै ए भयो यो पुरै बी भयो ए स्क्वायर माइनस बी स्क्वायर ए स्क्वायर माइनस बी स्क्वायरको फर्मुला अब तपाईँहरूलाई याद भइसक्यो होला ए प्लस बी इन्टु ए माइनस बी है त। अब त्यसपछि के गर्ने 3x प्लस 5y होइन इन्टु 3x माइनस 5y यति गर्ने भइहाल्यो है। यो हाम्रो ए स्क्वायर माइनस बी स्क्वायर यो ए त्यसपछि के भयो त यो 3x प्लस 5y अनि इन्टु 3x माइनस 5y यसरी नै हाम्रो यसको सोल्युसन भयो। ल त तपाईँहरूलाई चाहिँ यो आजको लागि यति मात्रै हो होइन। अल द बेस्ट फर योर अपकमिङ इक्जामिनेसन है त ठिक छ नि अल द बेस्ट। ल राम्रोसँग दिनु होला तपाईँहरूले
मजाले क्वेसनहरू पढ्दै दिँदै गर्ने। अनि भोलिबाट चाहिँ हाम्रो लाइभ क्लास पनि हुन्छ होइन। अब आज मैले यो भिडियो हाल्नुको कारण छ, मैले लाइभ किन बनाइनँ भनेपछि त्यो अरूको चाहिँ अरू नै इक्जाम छ क्या। भोलि चाहिँ बेदकोटको हो के हो है, म्याथको होइन। त्यही भएर खालि मैले सिम्पली भिडियो मात्रै अपलोड गर्ने हो आज। यसै गरी गर्छौँ। अब भोलि चाहिँ तपाईँहरूलाई अलिकति म बढी नै क्वेसनहरू प्र्याक्टिस गराइदिन्छु होइन। इजी क्वेसनहरू मात्रै होइन, अब सबै त्यो सेट नै सल्भ गरिदिन्छु है मैले भोलिको लागि। ठिक छ नि।